Everyone. Today we will discuss about AVG, that is arterial blood gas analysis. Name itself suggests arterial blood means हामी sample चाहिँ आर्टरीबाट लिन्छौँ. मेनली चाहिँ हामी कुन कुन आर्टरी युज गर्छौँ भने रेडियल, ब्राकियल र फिमरल आर्टरी चाहिँ युज गर्छौँ. र त्यहाँबाट चाहिँ ब्लड स्याम्पल ड्र गरेर चाहिँ एनालाइसिस गर्छौँ भने त्यसलाई चाहिँ हामी एबिजी एनालाइसिस भन्छौँ. जसमा चाहिँ के मेजर गर्छ एबिजीले भन्दाखेरि पिएच, पार्सल प्रेसर अफ अक्सिजन PaO2, partial pressure of carbon dioxide PaCO2, bicarbonate level HCO3 and base axis. यो भ्यालुले चाहिँ के रिफ्लेक्ट गर्छ भन्दाखेरि चाहिँ पेसेन्टको ग्यास, भेन्टिलेसन, एसिड बेस ब्यालेन्स चाहिँ रिफ्लेक्ट गर्छ. र नर्मल पिएच, ब्लडको नर्मल पिएच भनेको 7.35 to 7.45 हुन्छ. PaO2 को भ्याल्यु चाहिँ 80 to 100 mm of Hg हुन्छ. PaCO2 को भ्याल्यु चाहिँ 35 to 45 mm of Hg हुन्छ. त्यसै गरी HCO3 को भ्याल्यु चाहिँ 22 to 27 MEq per liter हुन्छ. इफ pH चाहिँ लेस देन 7.35 छ भने चाहिँ एसिडोसिस कन्डिसन भयो. इफ pH चाहिँ ग्रेटर देन 7.45 छ भने चाहिँ एल्कोलोसिस कन्डिसन भयो. हामीले एबिजी हेर्दाखेरि इन्टरप्रिटेसन गर्दाखेरि चाहिँ pH को भ्याल्यु, PaCO2 को भ्याल्यु, HCO3 को भ्याल्यु चाहिँ एकदम इम्पोर्टेन्ट चाहिँ हुन्छ. सो इफ पेसेन्ट चाहिँ रेस्पिरेटरी कजले गर्दाखेरि रेस्पिरेटरी एसिडोसिस छ अथवा रेस्पिरेटरी एल्कोलोसिस छ कि होइन, मेटाबोलिक एसिडोसिस छ कि मेटाबोलिक एल्कोलोसिस छ कि त्यो डिटरमाइन गर्न, अथवा पेसेन्ट चाहिँ कम्पेन्सेसनमा छ कि त्यो डिटरमाइन गर्नको लागि चाहिँ हामीले एभिजीको भ्याल्यु चाहिँ करेक्टली चाहिँ इन्टरप्रिटेसन गर्नुपर्ने हुन्छ. PaCO2 भनेको चाहिँ रेस्पिरेटरी इफेक्ट चाहिँ रिफ्लेक्ट गर्छ यसले. यो चाहिँ एउटा रेस्पिरेटरी डिटर्मिनेन्ट्स भयो. इफ PaCO2 को भ्याल्यु द्याट इज लेस देन 35 mm of Hg छ भने चाहिँ एल्कोलोसिस भयो. इफ PaCO2 को भ्याल्यु चाहिँ ग्रेटर देन 45 mm of Hg छ भने चाहिँ एसिडोसिस भयो. जसमा चाहिँ पिएच चाहिँ एल्कोलोसिसको कन्डिसनमा चाहिँ हाई हुन्छ, एसिडोसिसको कन्डिसनमा चाहिँ पिएच चाहिँ लो भएको हुन्छ. रेस्पिरेटरीको कन्डिसनमा चाहिँ पिएच चाहिँ यो चाहिँ इन्भर्सली प्रपोर्सनल हुन्छ कि, भनेको पिएच चाहिँ हाई छ भने चाहिँ PaCO2 को लेभल चाहिँ घटेको हुन्छ, पिएच चाहिँ लो छ भने चाहिँ PaCO2 को लेभल चाहिँ हाई हुन्छ. द्याट इज जस्ट अपोजिट हुन्छ, अपोजिट टु पिएच चाहिँ हुन्छ PaCO2 को भ्याल्यु. र मेटाबोलिक कन्डिसनमा चाहिँ हामीले HCO3 को भ्याल्यु चाहिँ हेर्नुपर्ने हुन्छ. यो चाहिँ रिलेटेड टु किडनी भयो होइन, HCO3. अनि नर्मल बाइकार्बोनेट भनेको 22 to 27 MEq per liter भयो. इफ ग्रेटर देन 27 MEq per liter छ भने चाहिँ एल्कोलोसिस भयो. इफ लेस देन 22 MEq per liter छ भने चाहिँ एसिडोसिस भयो. र पिएच चाहिँ बाइकार्बोनेटसँग चाहिँ HCO3सँग चाहिँ डाइरेक्टली प्रपोर्सनल हुन्छ. भनेको पिएच इन्क्रिज हुँदाखेरि HCO3 को भ्याल्यु पनि हाई हुन्छ, पिएच लो हुँदाखेरि चाहिँ HCO3 को भ्याल्यु पनि लो भएको हुन्छ. सो हियर वी क्यान सी ROME, यसलाई रिमेम्बर गर्ने फर्मुला. आर मिन्स रेस्पिरेटरीको चाहिँ अपोजिट हुन्छ, मेटाबोलिकको चाहिँ इक्वल हुन्छ. र हामीले एबिजी चाहिँ इन्डिकेसन चाहिँ कस्तो कस्तो पेसेन्टमा इन्डिकेटेड हुन्छ भन्दाखेरि चाहिँ पोस्ट अपरेटिभ कार्डियक सर्जरीको केसमा होइन, एनी साइन अफ रेस्पिरेटरी डिस्ट्रेस भएको कन्डिसनमा, त्यसै गरी एनी प्रब्लम विथ भेन्टिलेसनको कन्डिसनमा, अनि किडनी फेलियर, लङ फेलियरको कन्डिसनमा, COPD, आजमा, सकको कन्डिसनमा, पेसेन्टलाई चाहिँ एक्सट्युबेसन गरिसकेपछि, ड्रग ओभरडोजको कन्डिसनमा होइन, हेमोरेज छ भने, त्यसै गरी केमिकल पोइजनिङहरूको कन्डिसनमा, सिग्निफिकेन्ट चेन्ज इन भेन्टिलेटरको मोडहरूमा चेन्ज, FiO2को मोडमा चेन्ज छ भने चाहिँ एबिजी चाहिँ गर्नुपर्ने हुन्छ, एबिजी चाहिँ इन्डिकेटेड हुन्छ. र यो त हामीले पिएच इन्क्रिज र डिक्रिजको कुरा गऱ्यौँ होइन. इफ पिएच चाहिँ नर्मल छ भने चाहिँ हामीले के गरी इन्टरप्रिटेसन गर्ने एबिजी भन्दाखेरि चाहिँ पिएच नर्मल भएको कन्डिसनमा चाहिँ PaCO2 अथवा HCO3 को भ्याल्यु चाहिँ हाई अथवा लो छ त, बट पिएच चाहिँ नर्मल छ भने चाहिँ हाम्रो बडी चाहिँ कम्पेन्सेसनमा गएको हुनसक्छ. जेनरली चाहिँ पल्मनरी एन्ड रेनल सिस्टम चाहिँ टुगेदर चाहिँ एक्ट गर्छ टु मेन्टेन अ नर्मल पिएच. दिस प्रोसेसलाई चाहिँ हामीले कम्पेन्सेसन भन्छौँ. यदि नो कम्पेन्सेसनको कन्डिसनमा चाहिँ पिएच चाहिँ एबनर्मल हुन्छ र
अपोजिट भ्याल्युहरू चाहिँ नर्मल हुन्छ भनेको पिएओ2 पिएसिओ2 अथवा एचसिओ3को भ्याल्यु चाहिँ नर्मल हुन्छ, जसलाई चाहिँ हामी नो कम्पेन्सेसन भन्छौँ। पार्सल कम्पेन्सेसनमा बढी गएको छ भने चाहिँ पिएच चाहिँ एबनर्मल हुन्छ, हाई अथवा लो हुन्छ, र अरू भ्याल्यु वेयर द प्रब्लम इज नट अकरिङ इज अल्सो एबनर्मल भनेको सबै चाहिँ एबनर्मल हुन्छ भनेको सबै चाहिँ पिएच पनि हाई अथवा लो हुनसक्छ, एचसिओ3 पिएसिओ2को भ्याल्यु पनि हाई अथवा लो होइन, सबै चाहिँ एबनर्मलै हुन्छ। र फुल कम्पेन्सेसनको कन्डिसनमा चाहिँ पिएच चाहिँ नर्मल भएको हुन्छ भनेको 7.35 to 7.45 भित्रै पिएच चाहिँ हुन्छ नर्मल भ्याल्युभित्रै होइन, र अरू दुईवटा भ्याल्यु चाहिँ एबनर्मल हुन्छ। अनि त्यसलाई चाहिँ हामीले पिएच चाहिँ नर्मल हुन्छ, द अदर भ्याल्यु चाहिँ एबनर्मल हुन्छ भने चाहिँ त्यसलाई चाहिँ हामीले बडीले चाहिँ सक्सेसफुल्ली कम्पेन्सेसन गरेको छ, पिएच चाहिँ नर्मलाइज गरेको छ भन्ने भन्ने चाहिँ बुझिन्छ, जसलाई चाहिँ हामीले फुल कम्पेन्सेसन भन्छौँ। मेटाबोलिक एसिडोसिस विथ फुल कम्पेन्सेसन अथवा partial compensation metabolic alkalosis, partial compensation respiratory acidosis, partial compensation respiratory acidosis, alkalosis, त्यसरी चाहिँ इन्टरप्रिटेसन गरिरहेको हुन्छ।